हेलो गाइज वेलकम अगेन। यो चाहिँ बर्थडेको पार्ट 2। हामी रेडी भएर बाहिर आएर फोटो खिच्दैछौँ। दुर्गा नबोल्नु न कति भन्देऊ Good job, Lavish. Very nice. राखालु स्पाइडरम्यान सेम तिम्रो ट्विनिङ भएको हामी खिच्नु पर्यो नि। यो चाउमिन ल्याबस्ता किन मिल्छ कि मिल्छ यो खालको मागे ह खाला गराउन त्यसलाई खिचिसकेको त्यही नै खिच्छु। अब को आयो सूर्यकाको खिच्छु, हाम्रो प्रकाश दाइको खिच्छु। के गरेको तिमीले खानेकै होइन लैसकेर वरिपरि गरेर लापरवाही यो चस्मा त दामी रहेछ ल ल सबैतिर आउँछ है ल पालै पालो ल ल चस्मा लाग्छ अब यार जोकरवाला चस्मा लाएर हुन्छ के छ यार बबी ब्रदर ठिक छ नि मुखमा त अब के देखाइदिने हो रोका बेबी रोका। क्यान्डल खै त अनि क्यान्डल छैन अरू त चाहिन्न। त्यो नि तल राखिदिनु खसलाई यार ख्याल फोटो त खिचाएन मैले भिडियो मात्रै हो फोटो खिचाउनु कसैले यार यस्तो युट्युबमा आउने भयो यार अमृत बोलेन सबको आइरहेको छ कि है तेरी टेन्सन नलिनु घुमिसकेको आइसर एक रनको घुमेर Happy birthday to you. Happy birthday, dear Lavish. Happy birthday to you. Hip hip hooray! Pugara. टिस्यु लिएर पनि एकजनाले ल दादाहरूलाई खुवाइदिनु दादालाई खुवाइदिनु कस्तो छ
बर्थडे भयो आज अरु कसैको मनाउन छ ल फोटो खिच्नु न लाउँछु भिडियो फोटो म एक छ तपाईको उता एउटा खिचेर आइस यो फोटो खिच ल हामी कसरी पुगेर यार अमृत यार आउँछ नि अनलक गर्न क्यामेराम्यानमा अनलक गर्नै पर्दैन ल खिच जाइन फेरि बाबु यस्तो गर्दा हो त्यसलाई के खाऊ त अमृत पनि आउँछ त आइस दादा खुवाइदेऊ आइस त यार ठुलो पिस खाना पर्यो जे गरे पनि हुन्छ बेबीले ल खाऊ केही छैन क्रिम मात्रै छ बेबीले खान्छ ल अब आऊ जो अमृत किन्ने उ गर किनि जाऊ अमृत खान्छ ल जाऊ भयो ल अमृत बोला यार ल फोटो खिच ल म आउँछु बस खाऊ ल अमृत यार ग्रुपमा आइराछ आइस यार अब त के छैन ल भयो नि अमृत यार फोटो ल ल अब के ख्याल गर त्यहाँ फेरि गर ल रमाहान ल लाना दिदीको एउटा एउटा कुरा ल अब हुर्रे गर फेरि सिल्भर पार्टी भनेको जाऊ ए ल त पुरै गफा गफ दिइरहेको हेराइ त घोच्चेल अमृत ख्याल गर त्यो ओए ल खाना दिनु ल अब अर्को ल अलि टाढाबाट ल गाइज ल बाबु अलि ताउ थोरै तिमी जाने हो दिनु ल हजुर देरी हुन्छ हजुर हो नि त मेन यहाँको लिडर राम्रो कि नि आराम यो भन्दा लामो हुँदैन क्या अमृत यार गोप्रो हेर प्लेट हजुर गिफ्ट पहिला गिफ्ट लाउनु भइसक्यो यम्मी क्या मिलाउनु भएन तिमीले हेर्छ म अब उमा खाने प्लेटमा खाने आउ गाइस आउ आफै लिन्छ होइन तिमीलाई उले गिफ्ट ल चम्ची यहीँ राख्दो यहीँ राख्दो अहिले काटी हुन्छ यहीँ राख्दो भयो अब धेरै छोराको किन रोको
डाइनोसर हुँदैन त्यो त कार्टुन हो खान मिल्दैन भयो छोड्दै ल्याएपछि भयो पुग्यो आ गरिदियो होइन के चोकलेट भाइ रोयो नगराइदियो ल तिमी भयो यो अब राख्दियो अब छोड्दियो भयो भाइले खुवाइदिएको चिल्लर पार्टी भनेको यही हो नि बिचारा होस् जे गर्नु गम गम खा भाइ कस्तो मन पराएछ मन कति हँसाका हो रञ्जना दिदी सबलाई खुवाइदिनु त केही हुन्न के छोडेर यही त हो रमाइलो ल रितु हजुर ल अलि टाढाबाट ल खै हट्नु त ठुलो मान्छेहरू ल अल्ल सम्झना दिदी केही हुन्न दिनु हजुर हो नि त मेन यहाँको लिडर अघि सरी ल्याबिस हेर्न कति खाएको केक ल्याबिस हजुर ल्याबिस कस्तो छ यम्मी वाउ हजुर खाऊ 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 काटी काटी गर ह्याप्पी बर्थडे भन यसमा खाओ कि क्यारे गाओ बुढा हो सबको खिच्न पर्यो आफैले नि होइन आफैले दिनुहुन्छ अहिले नगर छोडिदिनु कि बिचरा केटाकेटी केही हुन्न के भयो म फसल्नु भएन अब यहाँ सर फोटो खिचौँ भन सबैजना मलाई होइन लेबिस भयो अजी डाइनोसर हुँदैन त्यो त कार्टुन काटेर पिस पिस युट्युबमा होइन युट्युबमा त हेलो मधुर गाई के रे के भन्यो ह्यापी म्यारिड लाइफ भनेको सबैले म केही होइन दामी धेरै खाना दामी थियो मजा आयो खाएर टन्नै भएर अब उभिरहेको पचाउनलाई फेरि मेन खानालाई पचाउनु पनि सकिन्छ चिकन तान के भन्छ तिमीले ह्याप्पी बर्थडे भन नि त ल्याबिसलाई ह्यापी बर्थडे ल्याबिस अनि सिधै आउँछ कि हजुर आमोय थ्याङ्क यू दिदी ल्याबिस खै अमसँग बसेर आइरहेको त यता हेर त अमसँग के गरेको के गरे अमलाई केक दियो कहाँ जाने त नि कहाँ जाने भन नि त गर्दा हाम्रो रञ्जनाजी मलाई माफ गरिदेऊ हो क्या
मलाई होइन होला थ्याङ्क यू सो मच सामी दिदी यु आर भेरी नाइस भेरी हेल्पफुल आउन को छ अरे प्रेम दाइ र प्रेम दाइ त्यसपछि खाना खाएर लगभग सबैजना घर जानुभयो अनि हामी अलिअलि बाँकी भएको चाहिँ नाचेर रमाइलो गऱ्यौँ। मेरो कालुको नाच हेर्नु। ह्यापी बर्थडे कालु, गड ब्लेस यु। उसलाई नाच्न एकदम मनपर्छ। हेलो गर्नु न त
त्यहाँ आएपछि थाहा छ तपाईँ डान्स हेर्न के गरेको चुप्पी कसलाई खाएको चुप्पी रन्जु आन्टीलाई देऊ चुप्पी ल यसरी हामी बाई बाई भन्दैछौँ गाइजहरू लिक्विड थ्याङ्क यू श्रीजु थ्याङ्क यू फर कमिङ के भयो मासु हाल्दिनु रे उहाँलाई मासु हाल्दिनु रे वो मासु हाल्दिनु सन्दालाई र यसरी हामी सबैजना बिदा भयौँ मेरो सानुको बर्थडे चाहिँ एकदमै रमाइलो भयो थ्याङ्क यू एभ्री वान फर कमिङ ब्लेस टु हेभ यु अल वान्स अगेन ह्याप्पी बर्थडे ल्याभिस गड ब्लेस यु छोरो वी आर रियली ब्लेस टु हेभ यु लभ यु